गाइज नयाँ अपडेट। सो तपाईँले अब चाहिँ इङ्ग्लिस र नेपाली मिक्स गरेर लेख्न अझ सजिलो भएको छ है। सो बेसिकली सुरुमा नेपालीमा छ होइन तपाईँको। सो यसो गरौँ, म नेपालीमा बोल्दैछु अनि अब म यो ल्याङ्ग्वेजलाई चाहिँ इङ्ग्लिस बनाउँछु। नाउ आई टक हियर, नाउ आइ एम टकिङ इन इङ्ग्लिस होइन, यति गरेँ है। सो यो बोलेर गर्न मिल्यो होइन। अर्को तपाईँले रोमनमा टाइप गर्दाखेरि नि अब जस्तै MERO मेरो लेख्नु भयो। ल तपाईँलाई इङ्ग्लिसमा लेख्न मन छ भने दुईवटा तरिका भयो है। MERO लेखेर यहाँबाट फर्स्ट अप्सन सेलेक्ट गर्न मिल्यो एउटा होइन। अथवा तपाईँलाई चाहिँ अलि लामै टेक्स्ट चाहिँ इङ्ग्लिसमै लेख्नु छ भने चाहिँ यसलाई थिच्ने अनि MERO स्पेस NAM स्पेस यसरी नै सजिलैसँग लेख्न मिल्यो है, स्विच गरेर होइन। अर्को चाहिँ तपाईँले इङ्ग्लिस र नेपाली मिक्स गर्नुभएको छ नि त यो एउटै टेक्स्ट लेयरमा। सो के गर्ने भन्दाखेरि फन्ट चेन्ज गर्न मिल्यो तपाईँले यसरी। फन्ट चेन्ज गर्दाखेरि चाहिँ सिम्पली ल अब तपाईँको नेपाली र इङ्ग्लिस भनेर दुईवटा ट्याब छ होइन। नेपालीवालामा तपाईँले फन्ट चेन्ज गर्नु भने के हुन्छ हेर्नु है त माथि। सो मैले अर्को फन्ट सेलेक्ट गरेँ, नेपाली मात्रै तपाईँको जुन ऊ छ नेपाली मात्रै फन्टहरू चाहिँ चेन्ज भइरहेछ है। सो हेर्नु है, नेपाली ट्याबमा भएको जुन नेपालीमा टेक्स्ट लेखेको मात्र चेन्ज भइरहेछ है। अब म इङ्ग्लिस ट्याबमा जान्छु। अब यहाँनिर गयो भने इङ्ग्लिस वर्डहरू मात्रै चेन्ज भइरहेछ क्या फन्ट है। सो दिस इज द न्यू अपडेट। कहाँ चलाउने, यो कसरी चलाउने भनेर तपाईँलाई थाहा छैन, फर्स्ट टाइम देख्दै हुनुहुन्छ भने चाहिँ anepaly.com/snap। सो यसको लागि सबभन्दा सुरुमा तपाईँले जानुपर्छ anepaly.com। खोइ हो जहिले ब्लोर हुन्छ यार। सो anepaly.com मा जानु पऱ्यो अनि यहाँ गएर चाहिँ तपाईँले डिजाइन इन स्न्याप गर्नु पऱ्यो। अनि यहाँ गएर कुनै टेम्प्लेट छानेर तपाईँले नयाँ डिजाइन बनाएर पनि यहाँबाट सुरु गर्न सक्नुहुन्छ है त। ओके बाई।